हेलो गाइस, फाइनली म रेडी भइसकेँ। अब म नथुलाको लागि निस्किरहेको छु। रुम्बा यस्तो भइरहेको छ, फगी लागिरहेको छ। आज मैले फर्स्ट टाइम यो भिडियो बनाइरहेको छु। होप हजुरहरूले हेरिदिन्छ होला भनेर आशा राख्दैछु। त्यसो सिनहरू पुरा दामी लाग्दो, एकदम सबै भिडियोहरू क्लिन देखिरहेको छ किनभने फगीहरू थिएन। अन्त युजली अब यो प्लेसहरू चाहिँ पुरा कोल्ड प्लेस हो नि त, तर अब आज मेरो गुड लक भनौँ या ब्याड लक भनौँ कि यति क्लियर देखिरहेको थियो। तर म एक्चुअली गएको चाहिँ त्यहाँनिर स्नोफलहरू भइरहेको छ होला भनेर हेर्नु भनेर गएको थियो, तर केही पनि देखिनँ किनभने पुरा सनी डे थियो त्यहाँनिर। अनि जस्तो हजुरहरूले हेर्न सक्नुहुन्छ पुरा क्लियर भ्यू छ, एउटा पनि स्नोहरू चाहिँ थिएन। आइसहरू जग्गा जग्गामा चाहिँ अलिअलि जम्मा भएको थियो। अनि यहाँबाट हामी जाँदैछौँ अगाडि। अनि बाटो हजुरहरू जान चाह्यो भने यो हेर्न सक्नुहुन्छ। सानो सर्ट क्लिपहरू मात्रै हालिरहेको छु। यहाँनिर माथि गएर चाहिँ फर्स्ट चाहिँ हामी छङ्गु भेट्छ, तर हामी छङ्गु नगएर चाहिँ यहाँबाट हामी जाँदैछौँ सिधै माथि चाहिँ फर्स्ट नथुला जाँदैछ किनभने नथुला चाहिँ एक टाइमसम्म मात्रै पास पाउँदो रहेछ। जस्तो बेलुका त्यही भनेर जति सक्दो हामी छिटो पहिला नथुला हेर्ने, अनि त्यसको बादमा जब डाउन हुँदाखेरि छङ्गु लेक भएर चाहिँ गान्तोक फर्किने भनेर। अनि यो बाटोमा चाहिँ अलिकति मैले त्यो स्नो देखियो है। अब स्नोफल त छैन, त्यहाँ पनि अलिअलि आइसहरू जम्मा भइरहेको रहेछ, त्यो चाहिँ हेर्नु सकेँ। अनि जाँदा जाँदा छङ्गु जस्तो एउटा झिल छ, तर छङ्गु होइन। यो अलिकति यहाँनिर जम्मा भएको रहेछ पानी। अनि यसको माथि चाहिँ छङ्गु छ, तर छङ्गु चाहिँ हामी बादमा आउने भनेर यत्तिकै जाँदैछ। बाटोमा पुरा क्याम्पहरू पनि रहेछ, जस्तो जति हामी माथि जान्छ त्यति अक्सिजन अलिक लेभल गर्दै जाँदो रहेछ। त्यही भएर नथुला जाँदा प्रायः मान्छेहरूले अक्सिजनहरू क्यारी गर्दो रहेछ, तर मैले चाहिँ गरेको थिइनँ किनभने मलाई लाग्दैन जस्तो लाग्दै थियो। बट मलाई माथि पुग्दाखेरि एकदम लाइक निडै लाग्यो अक्सिजन भन्ने कुरा। यो हो नथुला, हामी जस्ट आइपुग्यौँ। अनि योको भ्यू यति दामी, पुरा दामी छ। अनि यहाँदेखि माथि चाहिँ हिँडेर जानुपर्छ। माथि जाँदाखेरि चाहिँ यो जानुपर्छ, लाइन लामो छ। यहाँ माथि पुग्दा चाहिँ धेरै अक्सिजन लेभल डाउन हुँदो रहेछ। अनि त्यही भएर मलाई अलिक छातीहरू दुखेको जस्तो पनि भयो, सास लिनु साह्रो भयो किनभने हामी त्यसै पनि यो माथि त्यसरी हिँड्दैन, माथि जाँदा एकदम साह्रो भयो। अब यो चाहिँ हामी तल डाउन भइसकेको छ। यो चाहिँ छङ्गु हो। छङ्गु लेक पनि एकदम दामी, पुरा पिस रिल्याक्स फिल हुन्छ यहाँ गयो भने। मलाई त्यस्तो फिल भयो। यहाँको भ्यू यस्तो छ। अन्त यहाँ हामीले फोटोहरू लियौँ, भिडियोहरू एक दुईवटा बनायौँ। अनि यसको बादमा हामी फेरि डाउन हुनु थियो, तल गएर अझै अरू जग्गा पनि घुम्नु लागि थियो। अनि यो चाहिँ तल हामी अहिले बाबा हरभजनको टेम्पल आउँदाखेरि चाहिँ यहाँको अलिकति साइड सिन पनि गरिहाल्यौँ हामीले। यहाँ पनि राम्रो रहेछ, यहाँ माथि टेम्पलहरू रहेछ, यहाँ माथि पनि स्ट्याचु रहेछ शिव भगवानको। यहाँनिर देख्दैछ। मैले अलिअलि भिडियोहरू लिएको छु किनभने यहाँबाट गाडी छिटो जाने डाउन हुने भन्दाखेरि अलिअलि भिडियोहरू मात्रै मैले क्लिप लिनु पाएँ, बेसी त बनाउनु सकिनँ। त्यसो पनि मेरो यो फर्स्ट भिडियो, मलाई यति आइडिया पनि भएन कसरी लिने के लिने भनेर। होप हजुरहरूले मन पराउनुहुन्छ। अब सानो भिडियोबाट नै सिक्नु लाग्दैछु। होप म अर्को भिडियो राम्रो लिएर आउनेछु। हुन्छ, थ्याङ्क यू, बाई बाई।